पूर्व शिक्षा विद्यार्थीलाई भयो भने क्याबिनेटबाट हल गरिसके पछाडि हामी के गर्छौँ हाम्रो मुख्य लक्ष्य भनेको भएको सहमति कार्यान्वयन हुने गरी विद्यालय विद्यार्थी शिक्षक अब त्यसका लागि चाहिँ हामी चाहिँ डेडलाइन सहितको दर्ता हुने र त्यसपछि घोषणा जारी हुने सम्म कहिलेसम्म विश्वासिला आधार हुने भने यता मन्त्री परिषदबाट चाहिँ केही मुद्दाहरू हल भयो भने मन्त्री स्तरबाट हल भयो होइन क्याबिनेटबाट हल हुने मुद्दा हामीले 9वटा मुद्दा पुगेको छौँ र त्यसमा सामान्य छ पैसा अब एउटा हामीले अस्पताल नबन्दाखेरि अस्पताल चाहिँ शिक्षा कर्मचारीहरूको छुटमा चाहिँ उपचार गर्ने व्यवस्था चाहिँ सिभिल हस्पिटलबाट गर्ने भन्ने एउटा मुद्दा छ। त्यस्तै अर्को अस्थायी 28औं दिनको कार्यक्रम पनि हामी समापनतिर गइराखेका छौँ। आज यो 28औं दिनसम्म निरन्तर रूपमा यो आन्दोलनको मोर्चामा खट्नुहुने तपाईँ सम्पूर्ण शिक्षक कर्मचारी साथीहरूप्रति म हृदयदेखि नै हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। र आदरणीय शिक्षक कर्मचारी साथीहरू जो हाम्रो यो 14 गतेको कार्यक्रममा जुन प्रहरी दमनबाट घाइते हुनुभएका सम्पूर्ण शिक्षक कर्मचारी साथीहरूप्रति पूर्ण स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। आदरणीय शिक्षक कर्मचारी साथीहरू यहाँहरूले सामाजिक सञ्जाल मार्फत पनि मुद्दामा केही मुद्दाहरू चाहिँ उहाँहरूले बजेट बढी लाग्ने बजेटले नभउने भन्नुभएको छ। तिनै कुरा हामी सम्झिरहेका छैनन्। र अर्को अब यो हामीले सरुवा कार्यविधिका कुरा चाहिँ मन्त्री स्तरबाटै चाहिँ त्यसलाई चाहिँ कार्यान्वयन गर्न सक्छौँ। र अरू जुन हाम्रो चाहिँ ऐन जारी हुने विश्वासिलो आधार जस्तो अहिले उपसमितिले 2 दिनमा काम सकिने हुनेछ त्यहाँ पनि हामीसँग भएका सहमति अनुरूपका कुराहरू केही सहमति भयो तर अर्थ मन्त्रालयसँग छलफल गर्न लागेको जस्तो हिजोको सिनारियो हेर्दा अहिलेको परिस्थिति हेर्दा आजको वार्ताबाट निकाल्न सकिन्छ। अब यस्तो छ हामीले वार्ता भनेको के हो भने आन्दोलनकारीको तर्फबाट पनि प्रस्ताव जान्छ नि त। यो आन्दोलनकारीको तर्फबाट गएका प्रस्तावहरू राज्यले चाहिँ ओके गर्यो भने तर राज्यले चाहिँ के छ त भन्दा मुठी बाँधेर तपाईँहरूको सबै दिन्छौँ भनेर चाहिँ यसरी बाँधेर चाहिँ हात थापे जस्तो रगला खोटाङ रग यो चाहिँ बजाउनुहुन्छ होला।
रुपियाँ सरकारले दिने हो र यो शिक्षक महासङ्घले जुन आयोजना गरेको छ आन्दोलन त्यसमा हामी काठमाडौँभित्रका सम्पूर्ण शिक्षकहरूको हामी